जुन पार्टीमा जान्छु त्यो पार्टीले सभापति छोडिदिनु पर्यो, सिट खाली गरिदिनु पर्यो, म त्यहाँ जाने हो। घन्टी पार्टीको सभापति दिन्छ भने ओके, श्रम संस्कृति पार्टीबाट हर्क सामानले छोडेर मलाई बनाउँछ भने ओके, या त उज्यालो नेपाल पार्टी भएर जुन त्यो अँध्यारो मान्छेहरू आएको छ हो त्यो पार्टीमा मङ्गलसिंह प्रधानलाई संयोजक दिन्छ भने ओके। होइन म तिमीहरूको नोकर बनाउँछु, म तिमीहरू हिजो आएको मान्छेहरू असभापति भन्ने, हामी 26 वर्ष 27 वर्ष राजनीति लाग्यो मान्छे तिमीहरूको। मङ्गल सर नमस्कार। नमस्कार, धन्यवाद छ। तपाईँ आज कुन पार्टीमा हुनुहुन्छ सर? पार्टी छोडेको चर्चा त खुब आयो। म त्यो कुनै पार्टी पौवा त्यस्तो भन्दा पनि म यो देश र जनतालाई माया गर्ने जुन पार्टी हुन्छ म त्यही पार्टीमा छु। कस्तो जुन पार्टी हुन्छ भन्नुभयो? कुन पार्टी? त्यसैले कुरा त्यो यस्तो हो, म अहिलेसम्म नेपालमा 10 वर्ष क्रान्ति गरेर आमूल परिवर्तन ल्याउँदै हरेक जाति भाषा वर्ग क्षेत्र लिङ्ग सम्पूर्ण नेपाली जनतालाई अधिकार दिँदै पार्टी नेपाली कम्युनिस्ट पार्टी प्रचण्डले नेतृत्व गरेको छ, त्यो पार्टीमा छु। अब त्यो त हिजो भन्नुहुन्थ्यो क्या, तर मङ्गलसिंह प्रधानले पार्टी छोडो भन्ने आइरहेछ क्या, के हो खासमा? यस्तो हो, यो पार्टी छोड्ने जोड्ने तोड्ने यो मान्छेको निरन्तर प्रक्रिया हो। छोडेको हो कि होइन धेरै व्याख्या नगर्नु न सर। अनि म छोडेर कहाँ जानु त? अब त्यही त कसैले नलिएर यहीँ बसेको हो कि छोड्ने चर्चा आउँदा आउँदै किन नछोडेको कि छोड्ने हो कि होइन भन्नुहोस्। मैले राष्ट्रिय स्वतन्त्र पार्टी, त्यसपछि तपाईँको श्रम संस्कृति पार्टी, त्यसपछि उज्यालो नेपाल पार्टी भनेर जुन त्यो बबन्डेर मचाउन आएको छ टोली, त्यो टोलीको सभापति मलाई दिन्छ भने म जुनसुकै पार्टीमा जान्छु भने हो। भनेपछि रविले राजीनामा दिएर मङ्गलसिंह प्रधानलाई आउनुहोस् भन्यो भने घन्टी पार्टीको सभापति दिन्छ भने ओके, श्रम संस्कृति पार्टीबाट हर्क सामानले छोडेर मलाई बनाउँछ भने ओके, या त उज्यालो नेपाल पार्टी भएर जुन त्यो अँध्यारो मान्छेहरू आएको छ हो त्यो पार्टीमा मङ्गलसिंह प्रधानलाई संयोजक दिन्छ भने ओके। होइन म तिमीहरूको नोकर बनाउँछु, म तिमीहरू हिजो आएको मान्छेहरू असभापति भन्ने, हामी 26 वर्ष 27 वर्ष राजनीति लाग्यो मान्छे तिमीहरूको आउँदैन नि भाइ। भनेपछि अबको रासपाको सभापति मङ्गलसिंह प्रधान। म यदि त्यो पार्टीको सभापति भयो भने त्यो पार्टीले अब स्थानीय तह र प्रदेश सभामा केही न केही अध्यक्ष नभइकन बस्नै नसक्ने मान्छे आज यो तारा मुनि चाहिँ किन हुनुहुन्छ तपाईँ सदस्य भएर? होइन यस्तो हो नि त, मैले भन्दैछु तपाईँलाई, तारामा त म सदस्य होला या त त्यो तारा पार्टीको नेपाली कम्युनिस्ट पार्टीको समर्थक मात्रै होला क्या, त्यो छोडिदिनुहोस्, सामान्य जनता होला। तर म कुनै पार्टीमा जान्छु भने त्यही त हो नि, जुन पार्टीमा जान्छु त्यो पार्टीले सभापति छोडिदिनु पर्यो, सिट खाली गरिदिनु पर्यो, म त्यहाँ जाने हो। भनेपछि तपाईँलाई सभापति बनाएर आइज भन्यो भने जाने?